हेलो साथीहरू, आज आगो फुक्दा त यस्तो भयो त, आगो नबलेर तनाव भयो, धुवा नै उठेर त्यसपछि आजको भिडियो यहाँबाट सुरु हुन्छ। हेर्नु, बिहान उठ्नु बित्तिकै म चाहिँ आज भात पकाउनु पर्यो भनेर लागेको, आगो नबलेर तनाव भयो गाइस। प्लास्टिक पनि नभएर अनि ग्यास पनि सकेको थियो, अनि बल्ल बल्ल बालेर आगोसागो बालेर भात सात पकायो। हेर्छु के रहेछ भनेको त पहिलेको बुढापाकाहरूको बुद्धि त खत्रै रहेछ। माथिबाट कप झार्नुको आइडिया दोरीमा लाएर त्यसपछि म चाहिँ आलु काट्न थालेँ। सब्जी पनि केही थिएन, आलु मात्रै थियो, त्यही आलु पकाइदिएँ। त्यसपछि बिहानै उठेर अनि ब्रस गर्नु परेर 2-3 भक्त नगरेको ब्रस पनि बिर्सिहालिन्छ। त्यसपछि ब्रस गरेर अर्को काम थियो, त्यसपछि अर्को काम चाहिँ गर्नु गएँ म बाख्रा छार्नलाई। हाम्रो खोर्चेर्नु गाई त्यस्तो त भिआइपीहरू झऱ्यो। त्यसपछि काम नगरेर कसले गर्छ भनेर गर्नु थालेँ। म यो काम गर्ने आएको। त्यसपछि अनि आनन्दसँगले यो यसलाई ठोकेन भने चाहिँ भाग्छ क्या, यो सबैको तोरी खान्छ, गालीसाली खाइन्छ। अनि त्यसपछि बाने मजाले ढकसँगले स्लो मोसनमा फेरि फास्टमा बानिदिन्छु। त्यसपछि सब बानेर त्यसपछि सब काम सकिसकेर म चाहिँ कोसी घुम्न गएँ। आज घुम्न गएको गाइज। अनि यो चाहिँ के सोचिरहेको छ केटाले उता फर्केर भनेर भयो होला। त्यसपछि मैले चाहिँ यो भिडियो मेरो किन ग्रो हुँदैन, जति हाले पनि भनेर सोचिरहेको थिएँ। अनि त्यसपछि फेरि आफैले आप मोटिभेट गरेँ, के सोचिराख्नु, यति चाहिँ अब भ्युज नपरे पनि कन्टिन्यू गर्छु भनेर म चाहिँ टक्कसँगले उता बोट हेर्दै चिलमा उठेर हातसात फैलाउँदै बसिरहेको थिएँ गाइज। थ्याङ्क्स फर वाचिङ माई भिडियो। यस्तै माछा देखाइदिँदै जानु होला अर्को भिडियोमा फेरि।